कति घन्टा रे? पढ्न बिहारको बोर्डरबाट पटनाबाट लाग्छ 7 घन्टा 7 गाडीमा। घन्टा? अँ ए बिहारको पटनाबाट 7 घन्टा गाडीमा? अँ के भन्ने ठाउँ रे? झारखण्ड, हजारीबाग झारखण्ड। जागरण? नाम चाहिँ मेन चाहिँ झारखण्ड हो। झारखण्डको हजारीबाग भन्ने ठाउँ हो। ए कतिजना छ त अनि काम गर्ने हरिमान मान्छेहरू? हरिमान पनि छ, कालोबुङको हरिमान। ओहो त्यो पनि पुगेको छ? बोलाएको केटाहरूलाई सबलाई मैले बोलाएको। तिमी पुगेपछि सबैले बोला? हरिमान पनि आएको छ, सँगै छ। काम सिक्नु पर्यो पहिला। काम सिकेर आफैले गर्न सकिन्छ त्यहाँ? सकिहाल्छ नि, त्यो त आफैले यसो यताउति काम सिक्ने प्लस कुन ठाउँमा खोल्दा के हुन्छ कस्तो हुन्छ त्यो सबै बुझेर सक्छ, किन नसकिन्छ। कस्तो छ हो? गुन्ड सुन्ड आउने होला के कस्तो छ? छैन त्यस्तो केही छैन। ए म जानु पर्यो अहिले। त्यहाँ त आफैले गरे भने त पैसा कमाउँछ र भन्ने कुरो सुन्छु म त। आफ्नै भयो भने त कमाइहाल्छ नि, आफ्नै भयो भने त अब के भन्छ, राम्रोसँग दोकान चल्यो भने त पैसा कमाउँछ नि। मोमोले बाबाले कमाउँछ। चलाउने नचलाउने, चल्ने त नचल्ने त त्यो आफ्नो हातमा हुन्छ। त्यो टेस्टी हुनु पर्यो र मिठो हुनु पर्यो, मान्छे त्यही त्यसले त चाहिँ आइहाल्छ नि। त्यही त टेस्टी हुनु पर्यो, प्लस अब कस्टमर आफैले बनाउनु सक्नु पर्यो, राम्रोसँग यताउति कुरा गरेर। त्यही हो। कस्टमर चाहिँ अब त के अरे एकचोटि त्यहाँ खाएपछि त स्वाद पाएपछि त आइहाल्छ नि। त्यही माथि अब जाडो समय पनि आउनु लाग्छ, जाडो पनि बवाल चल्छ। अनि यहाँ दुर्गा पूजा आउनु रहेछ, बवाल 3 महिना जतिको मेला चल्नु लागिरहेको छ यहाँ। त्यही भएर मान्छे नभएर तनाव भइरहेको। त्यो त जाडो महिनामा अब दसैँ तिहार पछि चल्छ त्यहाँ विशेष गरी। प्लस यहाँ के भन्छ, दुर्गा पूजा आउनु लागिरहेछ क्या, दुर्गा पूजा त्यो चाहिँ कहिले हो? आउनु लागिसक्यो। सबै यहाँ गान्धी मैदानमा पुरा के भन्छ डेकोरेसन हान्दैछ यताउति मेलाको लागि सबै। 1 महिनापछि सुरु हुन्छ कि। नलेजरी के अरे साउनमा कोरेर यार, कोरेर साउनमा उही साउनमा चिम्सिम हिउ बङ्गल सोध्लप्लुङ ए खै अब दसैँ पछाडि यु बङ सोध्लप्ला। हुन्छ नभए त्यही गर्नु न, दसैँ पछाडि यताउति छिरमा खाउ बुझौँ बम्मै न। दरे एला के अरे गोविन्द यार बिहिनला अरुमा में तर केसन गोविन्द र त्यही हरिमान म अनि अर्को एकजना छ गोविन्द, 4 जना मात्र हुन्छ, मान्छे पुग्दैन। कतिजना चाहिन्छ त मान्छे त्यहाँ? 6 जना चाहिने हो, 6 जना। 6 जना चाहिने? अँ ए के गर्ने त यार? ल म विचार गर्छु नि त, विचार गर्छु ल। ल हुन्छ, विचार गरेर यसो फोन गरौँ। गाला इजरी साउनमा क्युर जा छोमी बा। ए ल ल ल हुन्छ। गाता अर्को तैना होइन के अरे मैनिङ जम क्या लोप्पो सिम जानी रंजन 1-2 लाख रुपये खाली सिम सेंग माखम भई। खम्बा त्यो त राम्रो कुरा हो नि त्यो त। ये जो ता प्लान लेने भाई, जो ता प्लान लेने उसे रंग सिंह बाबा सिंह प्लान लेने उसे शेष कर क्या कर। प्लान त मैले त पहिल्यै ठिक गरेर हो। अहिले अलिकति मोबाइल सोबाइल महँगो लियो हल्का फुल्का यताउति, त्यही भएर भर्खर आएको 4-5 महिना भयो भने कति लगानी पैसा गर्नु बचेकै छैन। पहिला फर्स्टमा कति लगानी गर्नु पर्ने रहेछ भाइ? लगानी त अब खोइ, अब लगानीको त्यस्तो आइडिया त अहिले भएन। अब 1 लाख जति भयो भने चाहिँ मजाले हुन्छ जस्तो लागिरहेको। 1.5 लाख 1.5 लाख 1 लाख त पुग्दैन हौ।
दोकान दाङमा त्यस्तो विधि त्यो छैन हौ। हो र? एउटा 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 ठेला किन्ने हो, अनि के भन्छ स्टिमरहरू मोमोको लागि यताउति, अनि जस रुम रुम चाहियो एउटा, ग्यास सिलिन्डर यताउति, त्यही त हो नि। रुम पाउँछ एउटा पाउँदैन रहेछ? त रुम त पाइहाल्छ नि जहाँ पनि, किन नपाउनु। अनि त्यो खाने कौसिने दुसिनेको मान्छेहरू सबै आफैले बनाएर कति पैसा कमाउँछ यार, महिनाको 1.5-2 लाख कमाउँछ भन्छ यार। ए कति मान्छेले कति पैसा पुग्यो, यो मोमोले त कति मान्छे माथि पुगेको छ नि। हाम्रो गाउँको केटाहरूले कसैले त्यस्तो गरिरहेको छैन अहिलेसम्म यार। छैन मोमो काम मैले त गरेको थिएँ, म त फर्स्ट टाइम गरिरहेको छु यहाँ, जस्तो मोमो काम गरेकै छैन मैले त। मोमो चाहिँ अब त बनाउन जानिहाल्छ नि, मैले त पहिले नि बनाएको हो। यहाँ त्यही मोमो बनाउने त हो नि, अरू के छैन। के आइटमहरू बनाउँछ? मोमो मात्रै कि अर्को आइटम पनि बनाउँछ? मोमो मोमो हुन्छ, अनि एउटा अर्को एउटा कुरकुरे हुन्छ क्रिस्पी, केएफसी जस्तै, ए त्यति ल मात्रै हो। ल ल ल nggak tare itu tare ngonje khamsang khamje na itu sound ma kursi anda nggak tare pasar चाहिँ लगातार ना युवा 1.5-2 लाख रुपए पैसा लगान लगा बतन पार्कन 3-4 लाख रुपए लगान लगा के क्या 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 क्लास आसिम हुन्छ, यसो म नि यतातिर यसो विचार गर्दै गरौँ न त, यसो हेर्दै गरिदिउँला नि त। नभए दुईजना पार्टनर गरौँ त हौ। यहाँ के भन्छ, राम्रोसँग राम्रो ठाउँ पाएकै छैन क्या अहिले। तिमीले त्यो बुझ्दै गर्नु नि त, बुझ्दै गर्नु अनि त्यो लगानी गर्ने पैसा अब अलिक कम छ भने त म गरिहाल्छु हैन। अँ रोड गेसिङ भन्दा रङ गेसिङ दो के सेजी आउँछन्। त्यो त त्यही हो, राम्रै। त्यो त मैले पनि त्यही सोचिरहेको हो पहिलेदेखि, आउँदाखेरि पनि त्यही सोचिरहेको हो। त्यो च्याम्बरको कोनलाई नि मैले कन्ट्याक्ट गरेको अनि उसले मनोजले कन्ट्याक्ट गर्नु भनिरहेको थियो कि मलाई। ए कति टाढा छ तिमीहरू? त्योसँग अँ राजकुमार छ र हामी अँ 2-3 लाग्छ। गएर आएर फोन गर्छ अहिले ल ल, 2 दिन है। लाग्छ नि हामी त। ए ल ल ल त्यो चाहिँ ठिकै। हुन्छ, ल यसो विचार गर्नु न, मेरो नि हल्का काम छ, यसो फोन म्यासेज गर्दै गर्नु न। ल बाबु ल ल ल ल ल। ल दसैँभन्दा अगाडि जानु खोज्या हो बाबु? खै खोल्यो भने जाऊँ भनेको। खोल्न त अब 1-2 दिनमा खोल्छु होला नि। खोल्छ भन्ने सुनेको थिएँ। अहिले फोन गरेर जानु पर्यो म नि एकचोटि। अनि तिमी चाहिँ कहाँ छ? काठमाडौँमा कि काठमाडौँमै हो म। कुन ठाउँ बस्छन्? यहीँ सीताबाइलामा। सीता पहिला 10-15 मिनट पुग्छ यिनीले। ए के अरे गाडीहरू चलाउँदै थिएन। दसैँ सोध्नु पछाडि जानु दसैँ पछाडितिर विचार गरेँ मैले त। ए के खै अब हेरौँ के हुन्छ। ल ल ल यहाँ बस्ने भन्दा त उतै जानु ठिक छ। म फोन गर्छु नि तपाईँलाई गाडी चल्यो भने नत्र। ल ल बाबु ल म फोन गर्छु। ए ल ल ल ल।